क्यानले 2026 को क्यालेन्डर सार्वजनिक गरेको छ। यो 26 को क्यालेन्डरको लागि धेरै फ्यान्सहरू आतुर रहेका थिए। तर क्यालेन्डर आएपछि भने धेरै फ्यान्सहरू दुखी भएका छन्। किनभने धेरै फ्यान्सहरूले हेर्न चाहेको कुरा थियो जनवरीमा टेस्ट नेसनसँगको सिरिज। त्यो भने क्यानले नहुने घोषणा क्यालेन्डर मार्फत गरेको छ। क्यालेन्डरमा जनवरीमा कुनै प्रकारको टेस्ट नेसनसँगको जानकारी भने नरहेको अवस्था छ। तर धेरै फ्यान्सहरू एमा पनि खुसी छन् कि यसपटकको क्यालेन्डरमा डोमेस्टिकमा धेरै म्याचेसहरू रहेका छन् र डोमेस्टिक ग्रोथ भने पक्कै पनि हुनेवाला छ यो वर्ष। सो आजको भिडियोमा तपाईँ र म मिलेर हेर्नेछौँ क्यानले सार्वजनिक गरेको क्यालेन्डर। त्यसभन्दा अगाडि च्यानलमा आज यदि भिजिट गर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न भने नभुल्नुहोला। सुरु गरौँ आजको भिडियो। सुरु गरौँ इन्टरनेसनल क्रिकेटबाट। इन्टरनेसनल क्रिकेटमा यसपटक धेरैभन्दा धेरै म्याचेसहरू रहेका छन्। त्यसै सुरु गरौँ जनवरीबाट। जनवरीमा यसपटक एउटा मात्र टुर्नामेन्ट हुन गइरहेको छ। सो हो आइसिसी वुमेन्स टी20 वर्ल्ड कप ग्लोबल क्वालिफायर। सो ग्लोबल क्वालिफायर पनि पक्कै पनि हेर्न रोमाञ्चक हुनेछ। सो टुर्नामेन्ट नेपालमै हुन गइरहेको हुनाले फ्यान्सको उपस्थिति पनि धेरैभन्दा धेरै हुनेछ। सोको लागि 10 दिन मात्र बाँकी रहेको अवस्था छ। अब लागौँ अर्को महिनातर्फ फेब्रुअरीमा पनि दुईवटा मुख्य टुर्नामेन्टहरू हुन गइरहेको छ। पहिलो हो टी20 वर्ल्ड कप। टी20 वर्ल्ड कपमा नेपालले यसपटक पक्कै पनि सुपर 8सम्मको यात्रा तय गर्नेछ भन्ने आशा भने हामीले पक्कै पनि राखेका छौँ। त्यस्तै अर्को टुर्नामेन्ट रहेको छ वुमेन्स प्रिमियर कप। वुमेन्स प्रिमियर कप पनि वुमेन्सको ग्रोथको लागि पक्कै पनि हेल्प हुनेछ। त्यस्तै जाउँ मार्चमा यसपटक मेन्स बायोलेट्रल सिरिज, त्यस्तै आइसिसी सिडब्ल्युसी लिग 2, त्यस्तै वुमेन्स बायोलेट्रल सिरिज र U19 वुमेन्स टुर 2 भुटान रहेको छ। यसपटक मार्चमा दुईटा मेन्सको र दुईटा वुमेन्सको रहेको छ। एउटा वुमेन्स U19 र एउटा वुमेन्स मेन टिमको छ भने मेन्सको भने दुवै मेन टिमको रहेको छ। सिडब्ल्युसी लिग 2 मा एकदमै नराम्रो स्थानमा रहेको छ नेपाल। पक्कै पनि सुधार आउनेछ भन्ने आशा मार्चको टुर्नामेन्टले देखाउनेछ। त्यस्तै अर्को महिनातर्फ लागौँ अप्रिलमा नेपालको सिरिज रहेको छ। होम अथवा अवेमा यो टुर्नामेन्ट भने पक्कै पनि हुनेछ। त्यस्तै अर्को टुर्नामेन्ट भनेको वुमेन्स बायोलेट्रल सिरिज हुनेछ। वुमेन्स बायोलेट्रल सिरिज भने पक्कै पनि वुमेन्सको ग्रोथको लागि इम्पोर्टेन्ट हुनेछ। त्यस्तै यो टुर्नामेन्ट भने कुवेतमा हुनेछ। त्यस्तै अर्को टुर्नामेन्ट भनेको वुमेन्स U19 सिरिज रहेको छ। त्यो पनि बायोलेट्रल अथवा ट्राई सिरिज फर्मेटमा हुनेछ। अब लागौँ अर्को महिनातर्फ। अर्को महिना रहेको छ मेमा पनि चारवटा मुख्य टुर्नामेन्टहरू रहनेछन्। मेमा आइसिसी सिडब्ल्युसी लिग 2 हुनेछ जो नेपाल, युएसए र स्कटल्यान्डको बिचमा हुनेछ। त्यस्तै अर्को टुर्नामेन्ट भनेको कि क्वाड्रेङ्गुलर हुनेछ कि भने ट्राई सिरिज हुनेछ जो टी20 फर्मेटमा खेलिनेछ। त्यसको लागि पनि सिडब्ल्युसी लिग 2 कै फर्मेटमा यो टुर्नामेन्ट पनि हुनेछ। त्यस्तै अर्को भनेको नेपालको सिरिज हुनेछ। त्यो पनि होम या अवे मध्ये एउटा हुनेछ। त्यस्तै अर्को टुर्नामेन्ट भनेको वुमेन्सको इन्टरनेसनल सिरिज हुनेछ। त्यो पनि वुमेन्सको ग्रोथको लागि एकदम इम्पोर्टेन्ट रहनेछ। त्यस्तै अर्को महिनातिर जाउँ जुनमा मुख्य दुईवटा टुर्नामेन्टहरू रहेका छ। पहिलो हो मेन्स टी20 बायोलेट्रल सिरिज जो होममै हुनेछ जो जनवरी 1 देखि जनवरी 15 सम्म हुनेछ। त्यस्तै अर्को टुर्नामेन्ट भनेको आइसिसी वुमेन्स टी20 वर्ल्ड कप जो युकेमा हुन लागेको छ। यदि नेपालले क्वालिफाई गर्छ भने यो टुर्नामेन्ट पनि पक्कै खेल्नेछ नेपालले। त्यस्तै अर्को टुर्नामेन्ट भनेको U19 वुमेन्स टुर हुनेछ जो मलेसियाको लागि हुनेछ। त्यो पनि वुमेन्स U19 लाई एकदमै ग्रोथ गर्न पक्कै पनि मद्दत गर्नेछ। त्यस्तै अर्को टुर्नामेन्ट भनेको अब सिधै जुलाईमा हुनेवाला छ। जुलाईमा मुख्य 3वटा टुर्नामेन्टहरू रहेका छन्। एउटा भनेको सिडब्ल्युसी लिग 2 जो नेदरल्यान्ड, नेपाल र नामिबिया बिचमा हुनेछ जो नेदरल्यान्डमा हुनेछ जुन जुलाई 15 देखि जुलाई 30 सम्म। त्यस्तै अर्को टुर्नामेन्ट भनेको वुमेन्स एसिया कप हुनेछ। त्यस्तै अर्को टुर्नामेन्ट भनेको एसिसी मेन्स U16 इस्ट जोन कप पनि हुनेछ। त्यो पनि U16 को मेन्स टिमको प्लेयरहरूलाई पक्कै पनि हेल्प पुग्नेछ। त्यस्तै अगस्तमा गयौँ भने अगस्तमा 4वटा टुर्नामेन्टहरू रहेका छन्। पहिलो एसिसी प्रिमियर कप, दोस्रो मेन्स बायोलेट्रल सिरिज भर्सेस कुवेत, त्यस्तै अर्को टप इन सिरिज अस्ट्रेलियामा हुनेछ। त्यस्तै अर्को भनेको एसिसी मेन्स U19 प्रिमियर कप। त्यस्तै अर्को महिनातर्फ लागौँ सेप्टेम्बरमा दुईवटा मुख्य टुर्नामेन्टहरू रहेका छन्। मेन्स बायोलेट्रल सिरिज जो अवे फर्मेटमा हुनेछ, होममा भने हुने छैन। त्यस्तै अर्को भनेको वुमेन्स बायोलेट्रल सिरिज जो युएई विरुद्ध हुनेछ। त्यस्तै अक्टोबरमा गयौँ भने त्योमा पनि 3टा हुनेछ। आइसिसी सिडब्ल्युसी लिग 2 जो ओमानमा हुनेछ जसमा नेपाल, क्यानाडा र ओमान हुनेछन्। त्यस पछाडि भने नेपाल प्रिमियर लिगको टुर्नामेन्ट हुनेछ जो अक्टोबर र नोभेम्बर
मा चलिरहनेछ। त्यस्तै अर्को भनेको वुमेन्स इन्टरनेसनल ट्राई सिरिज हुनेछ जो अवेमै नै हुनेछ। नोभेम्बरमा नेपाल प्रिमियर लिग पुरै चल्नेवाला छ। त्यस्तै डिसेम्बरमा भने मेन्स इन्टरनेसनल सिरिज हुनेछ जो होम अथवा अवे फर्मेटमा हुनेछ। त्यस्तै अर्को भनेको वुमेन्स इन्टरनेसनल सिरिज हुनेछ जो यदि होममा हुनेछ अथवा अवेमा हुनेछ। इन्टरनेसनल क्रिकेटको क्यालेन्डर यति नै थियो। अब लागौँ डोमेस्टिकतर्फ। डोमेस्टिकमा के कस्ता टुर्नामेन्टहरू रहेका छन् र के कस्ता आशलाग्दा टुर्नामेन्टहरू रहेका छन् हेर्नेछौँ। डोमेस्टिकमा पनि धेरैभन्दा धेरै आशालाग्दा टुर्नामेन्टहरू रहेका छन् जसले डोमेस्टिक प्लेयर्सहरूलाई निखार्न र मेन्स टिममा फेरि फिर्ता हुन पक्कै पनि मद्दत गर्नेवाला छ। सुरु गरौँ जनवरीबाट। जनवरीमा यही महिनामा पिएम कप पनि हुनेछ र पिएम कप प्रोभिन्सनल र डिस्ट्रिक्टको फर्मेटमा हुनेछ। डिस्ट्रिक्टको भने अब जनवरी 5 अर्थात् पर्सिबाट सुरु हुनेछ भने जनवरी 25बाट भने प्रोभिन्सनल पिएम कप हुनेछ। जो टुर्नामेन्ट अब पक्कै पनि सुरु हुनेवाला छ जसले पक्कै पनि मजा भने दिलाउनेवाला छ। त्यस्तै फेब्रुअरीको कुरा गर्ने हो भने मेन्स पिएम कप प्रोभिन्सनल हुनेछ र जय ट्रोफी पनि फेब्रुअरीमै हुनेवाला छ। फेब्रुअरी 12 देखि फेब्रुअरी 22 सम्म जय ट्रोफी हुनेछ। त्यस्तै नेसनल स्कुल्स च्याम्पियनसिप हुनेछ जो डिस्ट्रिक्ट वाइजको हुनेछ भने त्यो पनि फेब्रुअरीमै हुनेवाला छ। मार्चमा भने मेन्स पिएम कप नेसनल र नेसनल स्कुल च्याम्पियनसिप जो प्रोभिन्स फर्मेटमा हुनेछ भने त्यस्तै अर्को भने वुमेन्स पिएम कप जो डिस्ट्रिक्ट फर्मेटमा हुनेछ। त्यस्तै अप्रिलमा भने वाइवाई मेन्स युनाइटेड नेसनल क्रिकेट टुर्नामेन्ट हुनेछ जो डिस्ट्रिक्ट अथवा प्रोभिन्सनल फर्मेटमा हुनेछ। त्यस्तै अर्को भने वुमेन्स पिएम कप जो प्रोभिन्सनल फर्मेटमा हुनेछ। त्यस्तै लागौँ अर्को महिनातर्फ जुन हो मे। मेमा मुख्यतया 4वटा टुर्नामेन्टहरू रहेका छन्। त्यस्तै पहिलो भनेको वुमेन्स पिएम कप जो नेसनल फर्मेटमा हुनेछ। त्यस्तै अर्को नेसनल स्कुल च्याम्पियनसिप जो नेसनल फर्मेटमै हुनेछ। त्यस्तै अर्को भनेको क्यान युथ कप हुनेछ। यो भने नयाँ टुर्नामेन्ट जस्तो लाग्छ, पक्कै पनि इन्जोयमेन्ट हुनेछ यसले। त्यस्तै अर्को भनेको वाइवाई मेन्स U19 नेसनल क्रिकेट टुर्नामेन्ट पनि पक्कै पनि मजा लाग्दो हुनेछ। त्यस्तै जुनतर्फ जुनमा क्यान लेभल 1 कोचिङ कोर्सेसहरू हुनेछ जो 7 प्रदेशको लागि दिइनेछ। त्यस्तै अर्को भनेको नेसनल T20 च्याम्पियनसिप हुनेछ जो जुन 15 देखि जुन 25 सम्म हुनेछ। त्यस्तै जुन पछाडि हामीले हेऱ्यौँ भने जुलाईमा क्यान लेभल 2 को कोचिङ कोर्स हुनेछ जो अनि त्यस पछाडि भने पिच क्युरेटर कोर्स हुनेछ जो पक्कै पनि इम्पोर्टेन्ट छ नेपालको कन्टेक्स्टमा। त्यस्तै अगस्टमा भने क्यान लेभल 1 अम्पायरिङ कोर्स रहेको छ। अम्पायरिङको धेरैभन्दा धेरै गुनासोहरू हामीले सुनिरहेका हुन्छौँ। त्यस कुरा सुनिरहँदा अम्पायरिङ कोर्स पनि नेपालमा पक्कै पनि इम्पोर्टेन्ट रहेको छ। त्यस्तै सेप्टेम्बरको कुरा गर्ने हो भने गर्ल्स U19 नेसनल च्याम्पियनसिप रहेको छ। त्यो पनि पक्कै पनि रमाइलो हुनेवाला छ। त्यस्तै सेप्टेम्बरमा अर्को टुर्नामेन्ट भनेको वुमेन्स लङ्गर फर्मेट हुनेछ जो सेप्टेम्बर र अक्टोबरभरि नै चल्नेछ। फेरि अक्टोबरमा आएर नेपाल प्रिमियर लिग हुनेछ अक्टोबर र नोभेम्बरमा। त्यस्तै U16 गर्ल्स नेसनल स्कुल च्याम्पियनसिप जो अक्टोबर महिनामै हुनेछ। त्यस्तै अर्को भनेको इन्टर स्कुल कलेज लङ फर्मेट टुर्नामेन्ट जो पनि अक्टोबरमै हुनेछ। त्यस्तै अर्को भनेको रिजनल टुर्नामेन्ट्सहरू पनि अक्टोबरमै हुनेछन्। त्यस्तै नोभेम्बरमा नेपाल प्रिमियर लिग चल्ने नै भयो। त्यस्तै डिसेम्बरमा भने अन्य रिजनल टुर्नामेन्ट्सहरू पक्कै पनि हुनेवाला छन् जसले पक्कै पनि नयाँ प्लेयर्सहरूलाई हेल्प गर्नेछन्। हामीले दुवै इन्टरनेसनल र डोमेस्टिक फर्मेटको क्यालेन्डर्सहरू हेरिसक्यौँ। क्यालेन्डर हेर्दा केही आशा लाग्दा टुर्नामेन्ट्सहरूले हामी हेर्न पायौँ भने केही निराश लाग्दा टुर्नामेन्ट्सहरू हामीले हेर्न पाएनौँ। हामीले टेस्ट नेसनसँगको सिरिज आशा गरेका थियौँ जो क्यानले प्रोभाइड गर्न सकेन। आशा छ कि बिचमै फेरि क्यालेन्डर म्यानेज गरेर पक्कै पनि टेस्ट नेसनसँगको एउटा सिरिज भने यो वर्ष पनि हेर्न पाउनेछौँ। यो वर्ष नेपाल क्रिकेटको लागि राम्रो वर्ष निक्लियोस् र T20 वर्ल्ड कपमा राम्रो प्रदर्शन गरोस् भन्ने आशा रहेको छ। आजको लागि यति नै। फेरि मिल्नेछौँ अर्को भिडियोमा। त्यति बेलासम्मका लागि स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। जय नेपाल क्रिकेट।